घर र घर सुनेको त्यहाँको सामान पसलको बिचरा आएको थियो राति आइकन उतार्नुपर्ने अघि हामी यो ढुङ्गा माथि पान्छ तलमै जाउने बेला यो ठाउँ बस्नु लास्ट सुकिन्छ नि यो माथि सुरेन दाईको घर छ नि घर तल आफ्नो उ छ नि पोहोर छ त्यसले मात्रै बचायो न त यहीँ फाल्ने सुरुमा होइन यो पोहोरले बचाएको पोहोरले पारि आउँदिन्छ क्या पोहोरले कहिले आउँदिँदैन यहाँ उता जाऊ क्या पानी बारी आउनु लाग्यो है यो ढुङ्गामा माथि अहिले 5-6 पार्किया तर त्यो भएर आएछ भने यो हिँड्ने घरहरूलाई असर गर्नु अब यता आउँदैन पानी उता काट्यो त्यो पर्ने हान्दियो क्या बराबरले हान्दा त्यतातिर फक्कियो होला क्या तिमी डरा आएको होला हेर्ने घर आएर पनि गइदियो चिठोमा पुलको लहराले यता तानेको थियो क्या झन् प्रेस गरेको छ नि हेर्नु घरको हेर्नु घर घर र घर सुनेको त्यहाँको सामान पसलको बिचरा आएको थियो राति आइकन उतार्नुपर्ने गइन्छ माटो पर्छ माटो गइन्छ माटो नत्र यहाँ पुलको लहरा काट्नु पर्छ आखिर पुल गइगयो त्यो पसल सामान त उतार्नुपर्छ नि यो थाहा अहिले आज खोलो भर्खर सधैँ तपाईँले मैले फोन गरिदिएर लाइन ऊ हेर्ने सामानको चान्स हेर्ने त टिकाउमा हो माल सर